अरूले भन्छ नेपाल इज द स्विट्जरल्यान्ड अफ द इस्ट मैले भन्छु स्विट्जरल्यान्ड इज द नेपाल अफ द वेस्ट ब्युटिफुल स्पेक्टाकुलर गाइज गुड मर्निङ वेलकम ब्याक अगेन सो हाम्रो चाहिँ आज हाम्रो एकजना सब्सक्राइबर दाइ हुनुहुन्छ उहाँ चाहिँ क्यालिफोर्निया बस्नुहुन्छ र उहाँले मेरो भिडियो मन पराएर आइदिनु भएको छ तपाईँ पनि आउन सक्नुहुन्छ अलि माउन्टेन पनि राम्रै छ अलिअलि क्लाउड छ तर उहाँ चाहिँ आज उड्नको लागि हेलो दाइ वेलकम अन बोर्ड उडाउँदा चाहिँ अलिकति टेक्निकल पनि गर्नुहोस् न है बिकज हामी मेरो साथीहरू पाइलट्सहरूलाई सबैलाई सेयर गर्न यु क्यान बी लिटल बिट मोर टेक्निकल टुडे द नर्मल आई हेड इज क्वाइट गुड भनिरहनु भएको थियो हजुर चाहिँ गोप्रो क्यामेरा थ्याङ्क यू अनि यहाँभित्र पनि छ हजुर अलि खिच्नै परेन सो यो जहाज चाहिँ मेरो प्र्याक्ट L2 यो जहाजमा फर्स्ट टाइम है यस्तो जहाजमा फर्स्ट टाइम सानो सेस्नामा गएको छु यसमा चाहिँ गएको छैन उडाउनेहरूले फिलिङ सेम हो भन्छन् एउटै दाइ चाहिँ बाहिर बसेको कति वर्षको 16 वर्ष हुँदा गएको होइन पेरेन्ट्स यता म एक्लै स्कुलको लागि गएको एक्चुली सरी यसैले केही मात्रै नेपालमा छ हाम्रो फ्ल्याग स्कुल एरिया ट्रेनिङ ल क्लियर प्रप Yes. So, दाइको नाम चाहिँ पंकज हजुर सो आज चाहिँ म एकदमै खुसी छु दाइ आउनुभयो the feeling is mutual man I'm also very happy where the gods say अलिकति गर्नुभयो not perfect but not bad ready let's do it let's go There are two airports in back in the state. It's so much easier. यतिको धेरै राम्रो माउन्टेन हो सर यहाँ माउन्टेनमा उड्दाखेरि कहिले पनि दिक्क नलाग्ने कि त्यो दिनकै न्यू लाग्ने कि Spiritual जस्तो हुन्छ. Beautiful. नेचुरल थिङ्स नेपाल भनेको most spectacular country. अरूले भन्छ नेपाल इज द स्विट्जरल्यान्ड अफ द इस्ट मैले भन्छु स्विट्जरल्यान्ड इज द नेपाल अफ द वेस्ट Alright. They have the world's 8 highest peaks, 8 out of 10. मेरो फ्यामिलीमा चाहिँ मलाई फ्लाइङमा इन्ट्रेस्ट उनीहरू इट्स हबी भनेको इट्स सो पर्सनल बुझ्दैनन् है अरू मान्छेले बुझ्दैनन् कि है यस्तो नि इन्ट्रेस्ट हुन्छ अनि मेरो पनि आवर्स पुगे छैन जस्ट 8 आवर्स अब हबी हो टाइम हो भने कोभिडको अगाडि गएको थिएँ त्यसपछि चाहिँ त्यति घन्टा नेपालमा फेरि लामो बसाइ हुन्न होला है हरेक ताल एक हप्ता अन्त 1 विक जति यो चाहिँ कोरी डाँडै छ कोरी डाँडा यहाँ क्याम्पहरू छ नाइट स्टेलाई आउँछन् मान्छेहरू ट्रेकिङ गरेर राम्रो ठाउँ फेरि ट्रेकिङ गरेर जानुपर्ने कि हो अहिले नेपालमा अहिलेसम्म ट्रेकिङ राम्रो गर्नै पर्दैन टाइम चाहिन्छ एभरेस्ट स्पेस क्याम्प एकताल लाइफमा गर्नै पर्ने हो एभरेस्ट स्पेस क्याम्प चाहिँ पुगेछु बट ओन्ली हेलिकप्टर there and back I would love to trek यो कस्तो राम्रो छ beautiful spectacular यो होइन oh yeah प्रायः चाहिँ यो एरिया चाहिँ काम नै हुन्छ सर मोस्ट काम नै हुन्छ मोस्ट टाइम खुल्ला हुन्छ यो एरिया चाहिँ हजुर हेलिकप्टर पनि जान्छ क्या जान्छ यहाँ झन् साँगुरो छ एरिया चाहिँ साथीहरू आइरहन्छ भनिदिन्छु नि सबैलाई रेकमेन्डेसन तर आई थिङ्क बेस्ट कि अप्रिल कि अक्टोबर नोभेम्बर पनि होला त्यहाँ पनि अक्टोबरदेखि जनवरीसम्म राम्रै हुन्छ जनवरी फेब्रुअरीसम्म समरमा त बन्द भइहाल्यो अनि मनसुन त्यो चाहिँ हाम्रो अहिले सबै यो क्रस गर्न लागेको मार्दी हिमाल भन्छ यसलाई पिस्टलको यो एङ्गलबाट देखेकै छैन त्यो चाहिँ अन्नपूर्ण वन है सर अन्नपूर्ण वन अनि यता चाहिँ अन्नपूर्ण भ्याली छ यहाँ हाम्रो मुनि चाहिँ एबिसी ट्र्याक
वेदरले चाहिँ आज अलिकति डिस्टर्ब गर्यो हामीलाई ठिकै छ तै पनि धेरै देखियो नि भाइ तर चाहिँ धौलागिरी अनि म चाहिँ अजय गिरी अझै गिरी धौलागिरी I like it. It's right. कुनै बेला हिमालहरू चाहिँ टाढाबाट राम्रो लाग्ने के हजुर आफ्नै ब्युटी 15,800 गाई पनि पाइलट गाह्रो छ डराउन लाइसेन्स पास होइन How many G's? यसको माइनस 10 पर्छ G's? माइलेजमै बस्ने हो यहाँ एयरपोर्ट खोलेको कति 2 years? एयरपोर्ट खोलेको नयाँ 2023 देखि सञ्चालनमा हामी त सुरुमा बन्द हुन्छ जस्तो लाग्थ्यो तर जस मिलाएर चाहिँ सञ्चालन गरेछौँ असलमा त हाम्रो यहाँ रनवे नआउँदै नि हाम्रो अल्ट्रालाइट थियो ग्रास फिल्ड थियो पहिला टुनेटरहरू आउँथे पोखरा अनि त्यही ग्रास फिल्ड मात्रै थियो पोखरामा त्यो बेलादेखि अल्ट्रालाइट यहाँ उडाइरहेको छ गाह्रो छ नेपालमा विकास यहाँको फ्लाइङ पनि गाह्रो छ गाह्रो पनि छ ब्युटिफुल पनि छ कि इन्ट्रेस्टिङ इन्ट्रेस्टिङ त्यो पर चाहिँ खोलाको छेउमा रनवे जस्तो देखिन्छ त्यो हाम्रो ट्रेनिङको फिल्ड हो त्यो सुजुकी स्ट्यान्ड कम्प्लिगढ भन्छ पोखराबाट राम्रै बाटो छ यहाँ आउनलाई नि Perfect landing. Hey, great flight. Thank you so much, Dai. No, thank you, Dai. Thank you. धेरै खुसी लाग्यो. राम्रै भन्नुपर्छ यसलाई हो पुरा क्लाउड कभर छ भन्ने थियो कि धेरै रमाइलो भयो ब्युटिफुल Unicorn?